डिस्पेन्सिङ सेसन स्टेप वाइज डाटा जुन छ त्यो मात्रै हेरे हुन्छ है यसको लागि चाहिँ। अरूमा चाहिँ यस्तो छैन क्या चेन्जेस यहाँ चेन्ज भयो नि त यतिकै। यसमा पनि अब यसमा पनि चेन्ज हुनसक्छ यो वायर फ्रेम है, यो पनि चेन्ज भयो होइन, तर अलिकति ठिक भएको वाला वायर फ्रेम चाहिँ यो छ क्या। अब यसमा मेन भनेको चाहिँ देखिरहेको है, अब यो प्रोसेस इन्टिग्रेसन त यो भइहाल्यो होइन, यो केही छैन। प्रोसेस चेन्ज भएपछि यो स्टेपको डाटा सोर्स पनि चेन्ज हुनुपर्छ है। होइन जस्तो सुरुमा यो डिस्टेन्स क्वान्टिटी हुँदैन होइन, यो यता आउने भयो अनि यहाँ फर्स्ट स्टेप गऱ्यो अनि उसले राख्यो, यहाँ सेभ गऱ्यो, यहाँ तल एउटा डाटा आउने भयो। जब यो सेभ गर्छ यहाँ तल पनि डाटा, यो ग्रिड पनि रिफ्रेस हुने भयो, यो सँगै पनि रिफ्रेस हुने क्या, कुन प्रोसेसमा छ त्यो अनुसारको। अनि त्यसपछि चाहिँ जुन स्टेप यहाँनिर डिस्टेन्स भइसकेको छ त्यो होला चाहिँ यहाँनिर डिस्टेन्स क्वान्टिटी भनेर आउँछ। अनि सेम कुरा अब मानव प्रोसेसहरूले चेन्ज गरिदियो भने त्यो प्रोसेसमा के छ त्यो सबै आउनु पर्यो है यहाँनिर होइन। अनि तर डिस्टेन्स भइसकेको छ भने त्यसमा पनि त्यो प्रोसेसको डिस्टेन्स क्वान्टिटी चाहिँ देखिनु पर्यो। अब यसमा अलिकति लजिक चाहिँ के छ भन्दाखेरि यो रिक्वेस्टेड डिस्टेन्स क्वान्टिटी चाहिँ यो कन्ट्रोल नम्बर अनुसार चाहिँ यो रिक्वेस्टेड क्वान्टिटी चाहिँ फरक हुनसक्छ है, फ्याक्टरले गर्दाखेरि यो फरक हुनसक्छ। तर डिस्टेन्स क्वान्टिटी चाहिँ अब चेन्ज चाहिँ गर्न मिल्दैन। डिस्टेन्स क्वान्टिटी भनेको अब जति डिस्टेन्स भयो त्यति नै देखाउनुपर्छ है। सो यसको एउटा ग्रिड हुनुपर्ने हो है, जुन अस्ति अनिमेसले सेयर गर्नुभयो होला हो, के नाम थियो अरे त्यो, यही हो क्या। अब यो जुन यो यति चाहिँ स्टेपको हो क्या यो। अब यो यहाँनिर चाहिँ होइन कस्तो हुनु पर्यो भन्दाखेरि क्वान्टिटी पर स्टेप त देखिने नै भयो। अब यो रिमेनिङ क्वान्टिटी पनि देखाउनु पर्यो क्या, रिमेनिङ भनेको चाहिँ रिक्वायर्ड क्वान्टिटी भनेर देखाउनु पर्यो, त्यो पनि देखाउनु पर्यो है। तर यसमा हाइड गर्ने भनेको चाहिँ यो पुरो रिमेनिङ क्वान्टिटी इक्विभ्यालेन्ट टु हाइड गर्नु पर्यो। देखाउनु चाहिँ ग्रिड चाहिँ खास यति हुनु पर्यो होइन, यही ग्रिड हुनु पर्यो। तर देखाउनको लागि चाहिँ क्वान्टिटी पर स्टेप लेखिनु पर्यो। अनि यो रिमेनिङ भनेर राखेको छ यसको साथ चाहिँ रिक्वायर्ड क्वान्टिटी राख्थ्यो होइन, यो हाइड हुनु पर्यो। डिस्टेन्स क्वान्टिटी भनेको रिक्वेस्टेड क्वान्टिटी रे यो होइन, डिस्टेन्स क्वान्टिटी भनेर डिस्टेन्स क्वान्टिटी नै देखिन्छ। अनि त्यसपछि अब डिस्टेन्स इक्विभ्यालेन्ट यो हाइड हुनु पर्यो होइन, फ्याक्टर त फ्याक्टर त्यो पनि हिडन हुन्छ। अब यसमा देखिने भनेको क्वान्टिटी पर ब्याच, रिक्वायर्ड क्वान्टिटी भयो होइन, अनि डिस्टेन्स क्वान्टिटी यो जुन अहिले देखिरहेको छ यति नै भयो नि त। त्यो तर रिक्वेस्टेडको साथ रिक्वायर्ड राख्दा नि हुन्छ है, यति नै हो नि त देखिने कुरा त होइन। अब यो देखिने कुरा त यति नै हो, तर यसमा एउटा यहाँ फर्मुला के छ भन्दाखेरि होइन, यो 50 क्वान्टिटी पर स्टेपको भयो। अब सुरुमा डिस्टेन्स नभएको बेला होइन, किनभने अलिकति एकचोटि पनि डिस्टेन्स नभएको बेला यो 50 चाहिँ रिमेनिङ इक्विभ्यालेन्ट चाहिँ 50 नै हुन्छ होइन। तर यो 50 चाहिँ अब योसँग डिभाइड भएर चाहिँ यो रिमेनिङ रिक्वायर्ड क्वान्टिटी चाहिँ चेन्ज हुन्छ, जुन चाहिँ युजरले देख्छ यो भयो। अनि यो युजरले देख्दैन, यसमा पनि भ्यालु हुन्छ है। अब यो भ्यालु हुने भयो। अनि यहाँ डिस्टेन्स छैन, अब इक्विभ्यालेन्ट टु चाहिँ अब यहाँ नभए पनि यो इक्विभ्यालेन्ट टु चाहिँ अब 0 नै भयो भनौँ न, यो पनि छैन। अब यहाँ सेकेन्ड टाइम गर्दाखेरि चाहिँ 20 डिस्टेन्स भयो भनेर यो गर्दाखेरि यो स्टेप थियो सुरुमा, यो सिलेक्टेड छ। अनि हामीले यहाँनिर गएर यो 20 केजी चाहिँ राख्थ्यो होइन यो स्टेपलाई, भने यहाँले 20 केजी चाहिँ यसले डिस्पेन्स गरेको भयो। अब भनेपछि नेक्स्ट टाइम खोल्दाखेरि चाहिँ यो रो देखिन्छ है, यो एउटा मात्र रो हुन्छ है एट अ टाइम।
अब नेक्स्ट टाइमको लागेर चाहिँ अब डिस्पेन्स भयो, डिस्पेन्स भएर डाटाबेसमा सेभ भइसक्यो नि त। सेभ भइसकेपछि चाहिँ 20 kg चाहिँ कट्ने भयो क्या अब है, 20 kg कट्ने भयो। 20 kg चाहिँ कट्यो, डिस्पेन्स रिमेनिङ क्वान्टिटीमा 20 kg कट्यो है। अब यो यही कन्ट्रोल नम्बर हो, त्यही भएर अब डिस्पेन्स चाहिँ यति भयो होइन। एकछिन घट्नुभन्दा अगाडि चाहिँ एउटा अर्को भन्छु नि, 20 kg डिस्पेन्स गर्यो होइन, क्वान्टिटी आयो, यो क्वान्टिटी डिस्पेन्स हुन्छ नेट वेट हो। नेट वेट हुने बित्तिकै यो कन्ट्रोल नम्बरको थ्रुबाट चाहिँ यसको इक्विभ्यालेन्ट चाहिँ कति हो भनेर निकाल्नु पर्यो क्या। अब यो गर्दाखेरि चाहिँ यो मल्टिप्लाई हुन्छ है, यो इन्टु है, अनि यो आउँछ। यहाँ लेखि पनि भएको छ होइन, यसलाई डबल क्लिक गऱ्यो भने ठ्याक्कै त्यो फर्मुला यो निकालिन्छ हो। अब जुन यो रिमेनिङ क्वान्टिटी इक्विभ्यालेन्ट 2 भनेर जुन छ नि, यो निकाल्नु पर्यो क्या। अब यो चाहिँ कसरी निकाल्नु पर्यो भन्दाखेरि अब यो एउटा जुन हामीले क्यालकुलेट गरिरहेको हुन्छ जहिले पनि, यो निकाल्दाखेरि चाहिँ जुन यो प्रिभियस त हुँदैन हामीसँग अब है। नेक्स्ट टाइम डाटा सोर्स लिँदाखेरि फेरि एपिआई कल हुन्छ, एपिआई कल हुँदाखेरि चाहिँ यसको 20 kg गरेको हो डिस्पेन्स भनेपछि यो भ्यालु चाहिँ हुन्छ, योसँगको इक्विभ्यालेन्ट हामीले योसँग निकाल्छ। तर रिमेनिङ क्वान्टिटी चाहिँ 50 माइनस सम अफ होइन, यो इक्विभ्यालेन्ट गर्ने कि यो गऱ्यो भने यो माइनस यो गरेर यो 50 माइनस सम अफ यो गऱ्यो भने ठ्याक्क 19.6 चाहिँ माइनस हुन्छ अहिलेको टाइममा। अनि रिमेनिङ चाहिँ यति हुन्छ है। अनि फेरि यसको थ्रुबाट चाहिँ यो निकाल्ने हो रिक्वायर्ड क्वान्टिटी। अलिकति लजिकल चाहिँ छ यो है। यो एकचोटि 3 स्टेपको बनायो भने चाहिँ यो एकचोटि हुन्छ क्या। यो भयो सेकेन्ड टाइम देखिँदाखेरि चाहिँ यो देखिनुपर्छ। अब सेकेन्ड टाइम भन्नाले फेरि त्यही स्टेपमा हामीले फेरि फर्स्ट टाइम आउँदाखेरि त खोल्दाखेरि यो भयो, एकचोटि सेभ भयो, एकचोटि सेभ भएपछि चाहिँ यो रो देखिन्छ क्या। अनि यो तलको दुईटा रोहरू चाहिँ अब त्यो पनि आउँछ होइन। अब यहाँनिर यो एउटा हाम्रो डाटा यो हिडन हुने भयो, यो एउटा हाम्रो हिडन हुने भयो, देखिने भनेको यति हो नि त। अब युजरलाई के थाहा हुन्छ भन्दाखेरि 31 चाहिँ नि बाँकी रहेछ भन्ने थाहा भयो नि त। उसले फेरि अब 10 kg गर्यो क्या फेरि नेक्स्ट टाइम होइन। यही रो सिलेक्ट गर्यो, 10 kg त्यहाँ रिमेनिङ क्वान्टिटीमा नेट वेटमा हाल्यो, सेभ थिच्दियो। अब सेभ थिचिदिएपछि चाहिँ यहाँनिर के भयो भन्दाखेरि यो 10 kg त भयो। अब हाम्रो यहाँ के भयो भन्दाखेरि यसैको एउटा है यहाँनिर चाहिँ अहिले हामी यो स्टेपमा छ होइन। यो स्टेपमा अब 10 kg गऱ्यो उसले भनेपछि सुरुमा चाहिँ डिस्पेन्स क्वान्टिटी अब भनेको हाम्रो 30 भयो नि त। पहिलाको 20 प्लस अहिले 10 गरेर 30 भयो होइन। अब यो 30 को इक्विभ्यालेन्ट निकाल्नु पर्यो क्या हामीलाई। फ्याक्टर त्यो छ अनि चाहिँ इन्टु गरेर निकाल्नु पर्यो भन्दै 30 को चाहिँ अब यसलाई मैले यहाँ राख्यो भने आउँछ होला, आउँदैन होला है। 30 को इक्विभ्यालेन्ट चाहिँ यो भयो होइन। अब यो चाहिँ 50 सँग माइनस गर्नु पर्यो क्या जहिले पनि। यसलाई चाहिँ म जहिले पनि भन्दाखेरि यति है। कहाँ गर्नु यो भयो। अब मानौँ 30 के गरिसकेको छ भनेपछि यति इक्विभ्यालेन्ट भयो। त्यसपछि अनि यो 50 मा चाहिँ यति बाँकी भयो। अब फेरि यहाँनिर हाम्रो फ्याक्टर गर्दाखेरि चाहिँ यो डिभाइडेड बाइ फ्याक्टर गर्नु। ल अब चाहिँ 21 यति चाहिँ बाँकी भयो नि त। अब नेक्स्ट टाइम देखिँदाखेरि चाहिँ यति यसरी चाहिँ देखिन्छ। अब यही फर्मुला कन्टिन्यू हुँदै जान्छ। अब यो 50 भनेको चाहिँ एउटा 50 को पनि एउटा राख्छौँ है। यसरी गऱ्यो भने छैन भन्छ क्या पछिको लागि। 50 होइन कि
यो भनेको चाहिँ अब पिएचडी गरिसक्यो है, यो पनि गरिसक्यो, यो वाला रो हो क्या अब देखिरहेको यो वाला रो। अब फेरि उसले 10 गरेर नि त यहाँ, अब 10 गरेपछि चाहिँ यो चेन्ज भएर 40 हुने भयो नि त। यो 40 हुने बित्तिकै नेक्स्ट लाइन चाहिँ हाम्रो यस्तै देखिन्छ है। अब यहाँनिर यो अलिकति मिस्टेक भयो है, यो ठिक छ। अब यति देखिन्छ, तर अब चाहिँ हाम्रो कन्ट्रोल नम्बर चेन्ज भयो होइन। कन्ट्रोल नम्बर चेन्ज हुने बित्तिकै चाहिँ यो 1.01 गरेर गर्ने बित्तिकै ल यो के भएको यो एकछिन इक्विभ्यालेन्ट यो पनि चेन्ज भइदियो नि त। कन्ट्रोल नम्बर चेन्ज हुने बित्तिकै यो यहाँसम्म यो पुरानो भयो होइन, यो ठिक छ है होइन, यो ठिक छ। अब यहाँ हाम्रो डिस्टेन्स इक्विभ्यालेन्ट 2 भनेर यो डिटेल त सेभ गर्नु पर्ला जस्तो देखिरहेको छ है म त यिनीहरू, किनभने हरेकचोटि गर्दा त त्यो चाहिन्छ नि त केसँग त्यो ट्रेड ल्याउनलाई। हो अब यो कन्ट्रोल नम्बर चेन्ज नभएसम्म त केही प्रब्लम भएन। अब यहाँनिर हामीले एउटा के पनि गरेको छ भन्दाखेरि यो डिस्टेन्स क्वान्टिटी छ, यो 50 भयो, यो 40 भयो होइन, अनि हामीले यो कुरा चाहिँ यो इन्टु यो गरेको छ नि त है। अब यो कुरा यो इन्टु यो गर्ने बित्तिकै अब कन्ट्रोल नम्बरको फ्याक्टर चेन्ज हुने बित्तिकै यहाँ कतिवटा इफेक्ट गर्ने भयो भन्दाखेरि यहाँ एउटा इफेक्ट गऱ्यो यसले, यो 40 भनेको यसको इक्विभ्यालेन्ट चाहिँ यो हो भनेर इफेक्ट गर्यो है। अलिक फरक आयो यो 0.98 राख्यो यो गर्दाखेरि 30 भयो, 40 राख्दैछ नि त। अब मिल्छ होला 30 भयो, 20.6 बाँकी भयो होइन, यहाँसम्म सब ठिक छ है। 0 जोड्दाखेरि 29.4 ठिक छ। 20 अब यति बाँकी भयो नि त, यो वाला रोको गर्न खोजिरह है। अब थर्ड टाइम चाहिँ यो भयो होइन। अब यो गर्दाखेरि 30 पनि भइसक्यो यो पनि। अब चाहिँ हाम्रो 30 पछि चाहिँ अब कन्ट्रोल नम्बर चाहिँ चेन्ज भयो, कन्टेनर नम्बर चाहिँ चेन्ज भयो। अब कन्टेनर नम्बर चेन्ज भन्नुको अर्थ चाहिँ यहाँनिर 1.01 आउने बित्तिकै यहाँनिर धेरै फरक पर्छ क्या। जस्तो सायद फर्स्ट फरकै यहाँ पऱ्यो, डिस्टेन्स क्वान्टिटी जतिको त्यति नै हुन्छ, अनि यो रिमेनिङ क्वान्टिटीमै इफेक्ट भइसक्यो होइन, कन्ट्रोल नम्बर चेन्ज हुने बित्तिकै। अब इक्विभ्यालेन्ट 2 पनि 30.03 भयो, किन भन्दाखेरि डिस्टेन्स क्वान्टिटी यो भयो, यसको इक्विभ्यालेन्ट निकाल्दाखेरि चाहिँ यो भयो। अब बाँकी इक्विभ्यालेन्ट चाहिँ 19.7 हो। अब हामीले डिस्टेन्स गर्दाखेरि चाहिँ अब यो कन्ट्रोल नम्बरबाट चाहिँ 19.50 गरे पुग्यो। भन्छ फ्रन्ट एन्डमा एउटा भ्याट डिस्टेन्स राखिदिनु पर्यो, त्यो रिमेनिङ भन्दा तल घट्न दिनु भएन। त्यो चेक गर्दाखेरि चाहिँ यो चेक गर्नुपर्छ, त्यो चेक गर्दाखेरि चाहिँ यिनीहरू चेक गर्नुपर्छ। अब जस्तो होइन यो कन्ट्रोल नम्बरको थ्रुबाट गऱ्यो, अब यहाँनिर चाहिँ डिस्टेन्स त 30 भएको हो नि त। अब यो दुइटा पनि सेभ गर्नुपर्ने जस्तो देखिरहेको थियो मैले। यो 29.4 त चेन्ज हुनु भएन क्या। नेक्स्ट टाइम देखिँदाखेरि चाहिँ होइन, अब मैले कन्ट्रोल नम्बर चेन्ज गरेँ पनि नै यहाँ देखिनु पर्ने चाहिँ कस्तो हो भन्दाखेरि डिस्टेन्स 30 नै हो, डिस्टेन्स क्वान्टिटी 30 हो, यो कन्ट्रोल नम्बर चेन्ज भएपछि यो देखिँदैन, डिस्टेन्स 30 हो, देखिने भनेको यो हो नि त। यहाँ तर 10.39 आयो, मेरोमा 19 समथिङ आयो, फेरि 10 घटाइसकेको रहेछ। मेरो क्यालकुलेसन अलिकति मिलेन के यो 30 भनेको यो ठिक छ होइन, 10 केजी गरेको छ, 40 गरेर 39.5 18 टाइम्स निकालेको छ। यो चेन्ज भइदियो, यसले फरक बनाएर छ।
29.4 थियो नि त पुरानो वाला है यो 0.98 राखेको कन्ट्रोल नम्बर चेन्ज भयो यहाँसम्म यसको यो थियो यहाँसम्म यसको रिमेनिङ 20 थियो है यो कन्ट्रोल नम्बरको र कन्ट्रोल नम्बर भएको भए 20 चाहिएको थियो 20 गरेर त्यो गयो अब कन्ट्रोल नम्बर चेन्ज भयो कन्ट्रोल नम्बर चेन्ज भएपछि 30 डिस्पेन्स भयो यो कन्ट्रोल नम्बर दिएको भ्याल्यु 21 छ 20 बाँकी हुँदाखेरिको होइन अनि डिभाइडेड बाई बी8 भनेको यही 8 छ ठिक छ 30 डिस्टेन्स भयो यसको इक्विभ्यालेन्ट 30 भयो 30 बनिएर ठिक छ एकदम 10 10 ठिक छ मैले रिमेनिङ 50 मा घटाइदिएको थिएँ यो 50 मा यो घटाइदिएको थिएँ त्यही भएर 19.7 यो पनि चेन्ज भयो मेरो गरेको 51 रिमेनिङ 20 30 डिस्पेन्स गरेपछि 20.06 बाँकी भयो यस्तो अगाडि थियो यो थियो कन्ट्रोल नम्बर चेन्ज भयो ओके कन्ट्रोल नम्बर चेन्ज भयो कन्ट्रोल नम्बर चेन्ज हुनेदेखि यहाँ फरक पर्यो अब डिस्पेन्स क्वान्टिटी मैले 39 त डिस्पेन्स भइसकेको छ त्यसपछि यो यसको बाँकी भनेको खास त 20 थियो हैन 20 नि हराउनु पर्छ डिस्पेन्स यसको इक्विभ्यालेन्ट 30 भयो अगाडि यसको इक्विभ्यालेन्ट रिमेनिङ भयो अब मैले यहाँनिर 20 डिस्पेन्सिङ गर्थेँ भनेपछि अब फेरि थप्नु पर्यो नि डिस्पेन्स भनेको मेरो 19 point कति भनेपछि 9.504 9.05 यति डिस्पेन्स गर्थेँ भने चाहिँ नियरली इक्विभ्यालेन्ट चाहिँ भयो फ्याक्टरले धेरै फरक पारेको यसरी मिलाउने भयो मलाई यो डाटाहरू पनि यसरी नै सेभ गर्नुपर्छ जस्तो लाग्यो मलाई त सन्दीपलाई के लाग्यो त्यही गर्नु पर्ला त किनभने त्यो यति क्याल्कुलेसनमा त्यो जुन हाम्रो हिडन कलमहरू छ नि तिनीहरू पनि चाहिन्छ भने त त्यसको स्टेट त काहीँ न काहीँ त प्रिजर्भ गरेर राख्नु पर्यो नि त डाटाबेसमै सेभ गरौँ मतलब मैले त्यही गरौँ ल प्रिजर्भ गर्नु पर्ला होइन यहाँ मिलाउन गाह्रो भयो क्या अब जस्तो यो तलको कन्ट्रोल नम्बर त 1.01 हो नि त अब यहाँनिर डिस्टेन्स क्वान्टिटी चाहिँ कति भयो त भनेर चाहिँ मिलाउनै गाह्रो भयो क्या यो कुरा चाहिँ खास चाहिँ अब 20.06 भनेपछि डिस्टेन्स त 40 भइसकेको छ 30 को 29.4 यता गइसकेको छ भनेपछि 20.6 यहाँ रिमेनिङ कति आयो यो 20.6 भनेपछि यो पहिला क्याल्कुलेट भएको होइन यो माइनस भएको हो होइन 50 मा यो घट्यो यो आयो अनि यसमा फेरि यो घट्यो इक्विभ्यालेन्ट घट्यो यो आयो अब यसमा फेरि यो घटाएको छ क्या भनेपछि इक्विभ्यालेन्ट 2 र यो पनि प्रिजर्भ गर्नु पर्यो यसमा यो घटाएपछि यो आउने हो 10.5 आउँछ खासै अहिले हामीले त 50 मा घटाइरहेछ खास चाहिँ यस्तो हुनुपर्ने हो क्या यो क्याल्कुलेसन चाहिँ
30 डिस्टेन्स भयो माथिको डाँडा हैन कन्ट्रोल नम्बर चेन्ज भइदियो अब कन्ट्रोल नम्बर चेन्ज हुने बित्तिकै चाहिँ रिमेनिङ क्वान्टिटी चाहिँ यति हो यो जति रिमेनिङ छ त्यति बाँकी भयो अनि यतिमा चाहिँ अब उसले कति डिस्टेन्स गर्ने गर्नु पर्यो यो ठिक छ यस्तो हुनु पर्छ अब मानौँ फेरि कन्ट्रोल नम्बर चेन्ज भइदियो हैन एउटा त्यो पनि गरौँ न अनि यो चाहिँ अब यहाँ आउनु पर्यो हैन 10.5 चाहिँ इक्विभ्यालेन्ट हुनु पर्यो बाँकी फर्मुलाहरु चाहिँ सोल्भ छ अब कुनै 10 को गरौँ 0.6 अब 10 हुँदै यो गर्दिउँ न पेस्ट एज ल अझै 0.21 बाँकी भयो 10 गरे 10.5 आयो तर 99 को थ्रुबाट त 99 को थ्रुबाट त यति नै हुनु पर्यो नि त यसरी चाहिँ डिस्टेन्स कम्प्लिट हुनु पर्यो हैन सन्दीप त्यो हुनु पर्यो हरेक स्टेपको त डिस्टेन्स गर्छ होला नि त नि अब यो यस्तो भयो क्या अब रिमेनिङ जति हो हैन त्यति डिस्टेन्स गर्नु अब फेरि यसमा पनि उसले यहाँनिर 5 मात्र गरिदियो भने रिमेनिङ फेरि भएको भयो नि त फेरि स्टेप लम्बिने हो फेरि लम्बिने भयो अब जति बाँकी छ यो यहाँ आउने गयो फेरि कन्ट्रोल नम्बर चेन्ज भइदियो भने गर्छ फेरि कन्ट्रोल नम्बर चेन्ज भइदियो 5.55 बाँकी भयो नि 5.55 भयो यो यहाँ आउने भयो अब त्यसपछि अब सबैलाई तल तानौँ न फेरि अब कति कन्ट्रोल गर्ने त फस्यो हैन अब 5.55 चाहिँ क्वान्टिटी पर स्टेप होइन कि यो रिमेनिङ भयो हैन यो अब बाँकी भनेको यति हो नि त यो चाहिँ अब यता आउने भयो यो त आइसकेपछि अब डिस्पेन्स गर्नु पर्यो कति भन्दाखेरि क्वान्टिटी पर स्टेप यति भनेपछि खोइ कहीँ क्यालकुलेट भन्दा रिमेनिङ क्वान्टिटी त आउनु पर्यो नि यहाँ रिमेनिङ क्वान्टिटी रिमेनिङ क्वान्टिटी किन मिलेन डिस्पेन्स गर्नु नगरेको नि मलाई पनि अरे यहाँसम्म ठिक छ हैन यहाँसम्म ठिक छ अब डिस्पेन्स नभएको बेला यो यसलाई म कपी गर्छु हैन पेस्ट गरिदिन्छु यो भनेको यो भयो डिस्टेन्स नभएपछि ठिक छ यार अब मैले 0.5 नै राख्छु यो ठिकै छ यो सेम छ कपी गरी पेस्ट गरी यो 0.6 यो त्यहाँ यो पनि चेक ओके अब मैले यहाँ 5 डिस्पेन्स गरिदिएँ यसको भनेपछि यति आयो 5.5 यहाँ जाने भयो ओके 5.5 यहाँ जाने भयो अब चाहिँ यति डिस्पेन्स चाहिँ गर्नु पर्यो यसले कन्ट्रोल नम्बर 2 भने चाहिँ राइट हुन्छ सबै कुरा यदि उसले यहाँनिर 6 गरिदिए पनि पायो है फेरि हैन बफर छ नि त एउटा बफर 2% छ तर रिमेनिङको भ्यालु त माइनसमा गयो तर यो बफरले गर्दाखेरि यहाँ 50.15 आयो यहाँ 36 यो त रिमेनिङ भयो अब जो चाहिँ कसरी क्याल्कुलेट गर्ने यार रिमेनिङ क्वान्टिटी माइनस एउटा रेन्ज निकाल्नु पर्यो सुरुमै त्यसो भए त 50 हो हैन 50 हो नि त 3% मा यहाँ निकालेको छ यसरी चाहिँ निकाल्नु पर्यो 50 को 2% भनेको
50 को 2% भनेको 1 भयो मिनिमम र म्याक्सिमम भ्यालु पहिले निकाल्नु पर्यो एउटा अनि त्यसपछि यो डिस्पेन्स क्वान्टिटी चाहिँ 80 भित्र पर्यो भने चाहिँ एक्सेप्टेड होइन भने चाहिँ रिजेक्टेड जस्तो 9 राख्थ्यो भने त्यो त धेरै हुन्छ अब यो चाहिँ भ्यालिडेसन दिनु पर्यो यसरी है गाह्रो रहेछ त यो मिलाउनु टाइम लाग्ला जस्तो निस्ताले टाइम थप्नु पर्ला जस्तो भन्नु पर्ला अनि यसको त दाइ जस्तै हामीसँग 3वटा स्टेप छ भने त 3वटा स्टेपको उसले इन्डिभिजुअली गर्छ होला नि त नि 3वटा स्टेप छ भने जस्तै भनौँ हाम्रो उसमा त जस्तै यो एउटा स्टेपको भयो हो यो एउटा स्टेपको भयो यस्तै यो एउटा स्टेपमा मानौँ एकदम खतरा केस भयो अरे 4वटा कन्ट्रोल नम्बर निकाल्ने 4वटा कन्ट्रोल नम्बर निकाल्दाखेरि पनि अब अलिक कम्प्लिकेटेड चाहिँ छ अब यो एउटा स्टेपको भयो यस्तै गरी उसले अर्को स्टेपमा पनि गर्न सक्छ यो भनेपछि उसमा त्यो जुन स्टेप छ त्यसमा क्लिक गर्यो उसले त्यो वाला सेभ हुन्छ अनि त्यो वाला हुन्छ हो मैले 2 दिन राख्थेँ यसको भ्याउँछ होला है त्यो खै हेरौँ त यसको मात्रै फेरि हो त्यो त इसोरको एपीआई त चेन्जै हाल्नुपर्ने भयो त सबको एपीआई चेन्ज गर्नुपर्छ यो वाला चाहिँ चेन्ज गर है यो देखिरहेको छ है मेरो स्क्रिन देखिरहेको छ त सिस्टम सुड बी एबल टु म्यानेज स्टक जुन कन्टेनर सेभ भएको छ हैन सेभ हुँदाखेरि जुन कन्टेनरले चेन्ज कन्टेनर एन्ड फिनिश स्टक गरेको छ त्यो कन्टेनरको स्टक चाहिँ 0 गर्नु पर्यो अनि स्ट्याटस चाहिँ आउट अफ स्टक भनेर हालिदिनु पर्यो आउट अफ स्टक हैन स्टक ओके त्यसमा त एक्चुअली मलाई सत्र त्यो युजरले चाहिँ कसरी यो फ्लो चलाउँछ एकचोटि भनिदिनु न अनि यो दुईटाको टाइम चाहिँ मैले 2.5 डेज हाल्दिएको छु है होला जस्तो लाग्छ है मलाई चाहिँ मेन टाइम लाग्ने यसमा हो यो त एकछिनमा सक्छ मेन लाग्ने यसमा हो त्यही त स्टेप पला चाहिँ अब अलिकति लजिकल छ हैन मलाई चाहिँ त्यही लाग्यो यो कुराहरु चाहिँ सेभ गर्नु पर्ला जस्तो भइरहेछ यो भनेपछि बफर पनि हामीले हेरिराख्नु पर्यो यो सुरुमै निकाल्नु पर्यो बफर चाहिँ क्वान्टिटी पर स्टेपको निकाल है चाहिँ केही पनि नभएको बेला सुरुमा निकाल्नु पर्यो है बफर पनि सेभ गरे हुन्छ मिनिमम म्याक्सिमम गरेर यो जुन टेबलमा सेभ गर्छ मिनिमम म्याक्सिमम यसको यो सेभको एपीआई पनि चेन्ज हुने भयो है फेरि सेभको सायद अहिले गर्नुहोस् बस्नु फेरि यो त हामीले चेन्जहरू होल्ड कन्टेनरहरू यो सबै त हामीले सेभ गरेपछि मात्र गर्न पाउने हैन त होल्ड कन्टेनरहरू यिनीहरू होइन होल्ड वेट चाहिँ सेभ नगरे पनि गर्न पायो यिनीहरू चाहिँ सेभ गरेपछि मात्र गर्न पाउनु पर्यो के भन्दाखेरि उसले सेभै नगरी फिनिश स्टक गर्दै भने त सकिन्थ्यो त्यही त त्यही भएर चाहिँ यिनीहरू चाहिँ गर्न पाउनु पर्यो यो होल्ड वेट केहीले इफेक्ट गर्दैन यसलाई तर होल्ड वेट गरेको छ भने चाहिँ एउटा भ्यालिडेसन के राख्थ्यो भन्दाखेरि होल्ड वेट गरेको छ भने यो जुन होल्ड वेटको ग्रिडमा यदि कुनै डाटा छ भने उसलाई सेभ बाहेक चाहिँ अरू गर्न नदिनु पर्यो एप्सुलमा यदि होल्ड वेट गर्छ भने जस्तै होल्ड वेटमा डाटा छ नि त भनेपछि उसले सेभ थिच्नै पर्यो क्या अरू गर्न मिलेन होल्ड वेट र यो बाहेक चाहिँ अरू गर्न मिलेन है चेन्ज कन्ट्रोल गर्न मिलेन एक्सेप्सनहरु गर्न मिलेन एक्सेप्सन त अब जुन मेरा पनि हो यो खासै यहाँ हुँदैन अब यो यतापट्टिको साइडको बटनमा फ्लोटिङ भनेर राख्नुपर्छ यो है यसको लागि लजिकल कुरा छ सोच्नुपर्छ क्या मैले हरेक ठाउँबाट गर्न मिल्नु पर्ने क्या अब म यो विन्डोमा छु भने यस्तो एक्सेप्सन हो भनेर बुझ्नु पर्यो क्या सोर्स चाहियो क्या त्यो रिटेक गर्नुपर्छ है हुन त युआरएलबाट गर्न मिल्छ होइन तर पपअप भित्रको त युआरएल हुँदैन
एउटा चाहिँ छ एउटा गर्नुपर्ने फिचर बनाउनु गाह्रो हुन्छ भनेपछि सर र मलाई एकचोटि फ्लो चाहिँ भन्दै जानु न त जस्तै जस्तै त्यो सिलेक्ट स्टक गर्छ होइन यहीँनिर पुगौँ है अब फिडब्याक यो भयो यहाँ चाहिँ यहाँ देखिन्छ कुनै एउटा सिलेक्ट गर्छ मल्टिपल छ भने है छैन भने त उसले जुन चाहिँ देख्ने अनि त्यसको बेसिसबाट यो अहिलेको कुरा है यहाँनिर डिस्टेन्स भइसक्यो डिस्टेन्स देखाउनु पऱ्यो ठिक त्यस्तो त्यो देखिनु पर्यो मात्र होइन त्यसको ब्याकएन्डमा हुने कामहरू त्यो अहिले हो अब यहाँनिर आइसकेपछि यो रिक्वेस्टेड क्वान्टिटी चाहिँ मेटेरियलको हुन्छ है मटेरियलको जस्तै यहाँनिर क्वान्टिटी पर स्टेप भनेर 50 आएको छ नि त्यस्तै यसको पनि यो मेटेरियलको हुन्छ रिक्वेस्टेड मटेरियलको डिस्टेन्स त यसकै आउने भयो डिस्टेन्स भनेको यहाँ सेभ गरिसकेपछि यो इच टाइम यो अपडेट गरिरहेको छ यो एउटा मेटेरियलको आउने नै हो कन्ट्रोल नम्बर चाहिँ कस्तो छ भन्दाखेरि यो चाहिँ यो कन्ट्रोल नम्बरको चाहिँ जुन चाहिँ यो रिक्विजिसनमा सयन्द्रमा त्यो सयन्द्र टपको छ नि यो मेटेरियलको लागि यो मेटेरियल र यो प्रोसेसको लागि भनेर हामीले निकाल्छ जुन चाहिँ सयन्द्र टपमा त्यो चाहिँ सुरुमा अटो सिलेक्ट हुन्छ क्या कन्ट्रोल नम्बरमा त्यो चाहिँ यहाँ अटो सिलेक्ट हुन्छ होइन यो हुने भयो यो अटो सिलेक्ट भइसकेपछि चाहिँ अब यहाँ डिस्टेन्स बाई युजर चाहिँ यो जुन हाम्रो सेसन छ सेसनमा जो युजर लगइन गरेको छ जो युजर आइडी पासवर्ड राखेको छ त्यही आउने भयो अनि यहाँ दुई युजरसँग दुईटा अप्सन हुन्छ एउटा म्यानुअल एउटा सिस्टम यो चाहिँ डिपेन्ड गर्छ कि ऊ कुन डिभाइसमा चाहिँ उसले वेइङ गर्न लागेको छ भन्नेमा डिपेन्ड हुन्छ है अब उसको डिभाइस चाहिँ अब हाम्रो डिभाइस आइडेन्टिफायरमा छ त्यो थाहा हुन्छ है युजरलाई अब सिस्टमले गर्दाखेरि हुनेवाला हो कि आफै नर्मली यतिकै नर्मल डिभाइस हो भनेर थाहा हुन्छ नर्मल वेइङ डिभाइस हो सिस्टमले गर्नेवालादेखि जाउँ सिस्टमले गर्नेवाला हो भने चाहिँ सिस्टम पुलले टिक गर्ने भयो होइन कुनै इक्विपमेन्ट यहाँ टिक गर्ने बित्तिकै चाहिँ यहाँनिर चाहिँ एउटा डाटा सोर्स के हुन्छ भन्दाखेरि जुन चाहिँ अब डिभाइस जुनसँग चाहिँ डिभाइस आइडेन्टिफायरसँग लिङ्क भएको छ तिनीहरू मात्र देखिन्छ क्या यो डाटा सोर्स चाहिँ अनि यो क्लिक गर्यो होइन कुनै एउटा सिलेक्ट गर्यो अनि यो क्लिक गरेर उसले यहाँ रिजर्भ थिच्नुपर्छ है सुरु इक्विपमेन्ट रिजर्भ गर्नको लागि चाहिँ अनि यो रिजर्भ थिच्ने बित्तिकै चाहिँ यो डिसेबल गरिदियो यो कन्टिन्यूले गर्दा है यो चाहिँ किन भन्दाखेरि यो क्लोज गरेपछि यो रिजर्भ चाहिँ हट्नुपर्छ यो क्लोज गरेपछि यसको जहिले पनि डिफल्ट स्ट्याटस चाहिँ रिजर्भ हुँदैन एकछिन कन्टिन्यूले यो कुरा एउटा चाहिँ भयो है अब यो डाटाबेसमा पनि जानुपर्छ क्या यो रिजर्भ भन्ने त किन भन्दाखेरि यो इक्विपमेन्ट चाहिँ यसले रिजर्भ गर्यो भनेपछि यो इक्विपमेन्ट अरू कसैले युज गर्न पाएन क्या अब अरू ठाउँमा पनि होइन यही सफ्टवेयर यही एप्लिकेसन कुनै यही एरियामा होइन कि अब हुन त हुँदैन होइन एउटा फिजिकल्ली यसो हेर्दाखेरि तर सफ्टवेयरमा त आउँछ नि त ड्रपडाउनमा आएपछि त उसले सिलेक्ट गर्नु पाएन र यो रिजर्भ भइसकेपछि चाहिँ यो अरू ठाउँमा चाहिँ सिलेक्ट गर्न पाउँदैन यो एउटा ठिक छ यो भयो होइन यसको लागि पनि भ्याक्युम छैन के भनेको रिजर्भको यसको सिस्टम पुलवालाको छैन नि त ए ठिक छ त त्यसो भए रिजर्भको एउटा एपिआई बनाउनु पर्छ ए यो सिस्टम पुलवाला बनेको छैन छैन नि त त्यो एपिआईमा हेर्नु त सिस्टम पुलको छैन नि ए त्यो त उतै छ नि सेभ डिस्पेन्सिङ स्लिपमा मैले के लेख्नु लागेको है के हुनुपर्छ लागेको थियो त्यो रिजर्भवाला भन्नुभएको त होइन मैले चेन्जेस एउटा लेख्न लागेको थिएँ नि ठिक छ त्यसपछि यो चेन्ज हुनेको भइहाल्यो भइहाल्यो के लेख्नु लाग्यो ठिक छ निकाल्नु यसमा पनि चेन्जेस आयो भनेर भनेको थिएँ नि त मैले सेभ हुँदाखेरि
के भन्दाखेरि के हुनुपर्छ भन्दाखेरि शिफ्ट छ शिफ्ट छेपछि यहाँनिर बिजनेस कार्ड चेन्ज हुनु पर्यो यो त पहिल्यै भएको हो यही अनुसार यो पनि चेन्ज हुनु पर्यो त्यसपछि यो पनि क्लियर हुनु पर्यो तिनवटा प्रोसेस ओके अब हामी कहाँ पुगेका थियौँ अरे अघि हामी त्यही इक्विपमेन्टको त्यो रिजर्भमा थियो त्यही अब यो रिजर्भ गरिसकेपछि चाहिँ युजरले चाहिँ त्यो बारकोड जुन स्क्यानर छ होइन बारकोड स्क्यानरको थ्रुबाट चाहिँ उसले स्क्यान गर्छ होइन त्यो स्क्यान गरेपछि चाहिँ एउटा स्क्यान डिटेल भन्ने हुन्छ त्यसको थ्रुबाट चाहिँ आउँछ है डिटेलहरू अनि यो कन्टेनर नम्बर भनेर यहाँ त्यसैबाट आउने हो कन्टेनर स्टक पनि यसैबाट आउने भयो यो कन्भर्जन फ्याक्टरको कुरा चाहिँ कन्ट्रोल नम्बरको थ्रुबाट ल्याउने है अर्डर सिस्टममा छ भने आउँछ छैन भने आउँदैन यो त्यही नै भयो है त्यसपछि अब यहाँ टेरवेट भनेको अब सिस्टम पुल हो भने यहाँ क्लिक गर्छ यहाँ पुल गर्छ यहाँनिर अटो डाटा आउँछ त्यो त एपिआईको काम हो अनि यस्तै गरी होइन नेटवर्कको पनि त्यही हुने हो ग्रसवेट भनेको त सम अफ यो डेटा भयो टक्क आउने भयो यो नन इक्टेबल गरिदियो है यो चाहिँ नन इक्टेबल गरिदियो यो मिलाइदिउँ न कहाँ छ यार कलर कुन कलर हो यो हो र यो र यो म्याच भयो त त्यो बुझिहालिन्छ नि त यो चाहिँ नन इक्टेबल गरिदिउँ होइन अनि एउटा कुरा तिमीलाई अघि मैले भनिहालेँ भ्यालुलेसन यहाँनिर यो छ भने चाहिँ सेभ मात्र गर्न पाउने भयो सेभ मात्र गर्नु भयो यो यिनीहरू चाहिँ गर्न पाउँदैन है अनि अब बाँकी कुरा तिमीलाई थाहै छ होइन यति नै हो यसको फ्लो सेभ गर्नु पर्यो सेभ गरेपछि मात्र यो गर्न पायो होल वेब चाहिँ अब सेभ नगरी पनि गर्न पायो तर सेभ गरेपछि चाहिँ यो इम्टी हुनु पर्यो त्यही नै चेन्ज कन्ट्रोल नम्बरमा चाहिँ अब यो चेन्ज गर्छ चेन्ज कन्ट्रोल नम्बर गरेपछि यहाँनिर चेन्ज कन्ट्रोल नम्बर चेन्ज हुन्छ यो सँगै एउटा फ्याक्टर पनि चेन्ज हुन्छ है त्यो एउटा पपअप जस्तो छ नि त यसको चेन्ज कन्ट्रोल नम्बरको त एउटा पपअप जस्तो छ त्यही पपअप मात्र खोलिदिने हो बाँकी काम सेभ गरेपछि फ्याक्टर चेन्ज हुन्छ त्यो फ्याक्टर चेन्ज भएपछि आफै अब सबै काम हुन्छ त्यसरी बनाउनुपर्छ है अनि पछि म्यानुअलमा राख्यो भने चाहिँ कस्तो हुन्छ त म्यानुअलमा राख्दाखेरि चाहिँ हामीले रिजर्भ र पुल राखेपछि चाहिँ रिजर्भ यिनीहरू चाहिँ डिसेबल हुन्छ यो यति चाहिँ डिसेबल गरिदेऊ हजुर अनि त्यसपछि डिभाइसमा चाहिँ जुन चाहिँ हाम्रो डाटाबेसमा अब
साइन फाइल नभएकोहरू हुन्छ तिनीहरू आउँछ अनि बाँकी प्रोसेस चाहिँ सेम नै हो असाइन नभएको पुल चाहिँ गर्दैन युजरले हाल्छ नि भन्छ त्यसमा नि ग्रस वेट चाहिँ दाइ उ नै हुन्छ ग्रस वेट त जहिले नै हाइट नै हुन्छ हाइट भन्दा पनि डिसेबल कि हाइट हुन्छ ग्रस वेट यो गर्यो यति नै हो है गर्यो अनि उस्तो जस्तै सेकेन्ड स्टेप थिचेको भयो नि सेकेन्ड स्टेपको लागि हामीले इक्विपमेन्ट पुल गर्यो होइन रिजर्भ गर्यो अनि त्यसलाई यताउता गर्यो अर्को भनेको चाहिँ कन्ट्रोल नम्बर एउटै भयो कन्ट्रोल नम्बर एउटै भइहाल्यो होइन अनि यो होल वेट दुइटा हुन्छ नि तपाईँको हेर दुइटा मल्टिपल अनि यहाँ चाहिँ कमालहरू देखाउनुपर्छ क्या 1/5 3/5 3/10 त्यसरी यो टेबलवालाको दाइ ऊ बनिसकेको बन्नु त बनिसक्यो एकचोटि हेर होइन अब यो पहिल्यै बनाएको हो अलिकति चेन्जेस गर्नुपर्छ भने पनि पछि भन न मलाई अनि हेरौँला ल अहिले यति नै हो है ल अरू केही छ ल अरू त छैन यो प्रिन्ट लेभलमा एकचोटि जानु न दाइ जस्तै प्रिन्ट लेभलको त अहिले खास केही गर्नु पर्दैन एउटा प्रिन्ट खुल्छ होइन एउटा प्रिन्ट प्रिभ्यूवाला खुल्छ त्यो खोलेपछि चाहिँ अनि त्यहाँनिर युजरले प्रिन्ट गर्ने अप्सन हुन्छ त्यति मात्र अनि यसको एउटा चाहिँ अरू के पनि छ भन्दाखेरि यो एकचोटि प्रिन्ट गरिसकेपछि चाहिँ भयो एकचोटि खुल्छ होइन फेरि सेकेन्ड टाइम उसले प्रिन्ट गर्न खोज्यो भने चाहिँ उसलाई चाहिँ प्रिन्ट गर्नु नदिने त्यस्तो छ है भ्यालिडेसन दिने क्या प्रिन्ट भइसक्यो भने अनि यो फर्म देखाउनलाई त हामीसँग ऊ छैन होइन र त्यसको अहिले केबाट गर्ने भनेर तपाईँले अस्ति नै भन्नुभयो सायद छैन है उनीहरूले हामीलाई फर्मेट पनि दिएको छैन फर्मेट अब त्यो केबाट गर्ने त्यस्तो चाहिँ फिक्स भएको छैन हुन्छ दाइ म गर्दै गर्छु ठिक छ अहिले माथि पनि गर्दै गर अब धेरै एकैचोटि पनि इन्फर्मेसन गाह्रो हुन्छ होइन पनि गर्दै गर न यति अहिले जुन हुन्छ त्यो चाहिँ सहिलोवाला छ आज सकाइदिइहाल्छु यो एउटा चाहिँ अलिकति गाह्रो छ होइन यस्तो एउटा छ एक बाँकी चाहिँ सहिलै छ अरू त त्यही हो एपिआई गेट हानी त हो ल त्यही गर न ल दाइ ल इन गर है होल्ड गर्यो होल्ड वेट गर्यो अनि यो होल्ड वेट चाहिँ दाइ उसबाट आउने होइन त फ्रन्ट एन्डबाट आउने भन्नुभएको भने त तपाईँले होइन होल्ड वेट त नगरे नि हुन्छ किनभने सेभ गरेपछि डिस्टेन्स भइहाल्छ डिस्टेन्स कन्टिन्यू यहाँ आइहाल्छ नि कन्टेन्ट त यही नै हुन्छ अनि यो कन्टेनर चाहिँ हामीले यो स्क्यान गरेको डेटा आउने होइन त्यसमा यो स्क्यान गरेपछि यो कन्टेनर नम्बर यसको थ्रुबाट आउँछ कन्टेनर नम्बर अनि पछि यो कन्टेनर स्टक वेट टेकन यो वेट टेकन चाहिँ दाइ वेट टेकन त यहाँ चाहिँ हो त्यही आउँछ अनि यहाँ खाली हुन्छ जति छ त्यति नै नेटवेट चाहिँ इम्टी गरिदिनु टेलवेट चाहिँ नगर हजुर नेटवेट इम्टी गरेर यहाँ राख्यो अनि सेभ गर्दाखेरि चाहिँ सम अफ वेट टेकन चाहिँ सेभ गर्नु पर्यो हजुर अनि यो सेभ गर्दाखेरि सम अफ वेट टेकन चाहिँ सेभ गर्नु पर्यो अनि यो जुन टेबल छ नि यो टेबल पनि एउटा सेभ चाहिँ गर्नुपर्छ एउटा कुनै टेबलमा मैले लेख्न चाहिँ लेखिदिएको छ टिभी स्क्रिनमा हजुर त्यो टेबलमा चाहिँ सेभ गर्नुपर्छ अनि यसमा होल वेट सेभ गर्दाखेरि यसमा ठिक छ यति नै हो ल अरू के छ अरू त छैन ल त्यसमा इन गरौँ है